नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई यस हाम्रो आइपिओ हुब युट्युब च्यानलमा। म आज पनि तपाईहरुमाझ नयाँ कम्पनीको आइपिओ बारे जानकारी लिएर आएको छु। साथीहरु, यदि तपाईहरु यस हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरु, अब भने ढिला नगरी लागौं विषयवस्तुतर्फ। साथीहरु, अहिलेको समयमा नयाँ नयाँ कम्पनीहरूले आइपिओ एफपिओ निष्कासन गरिरहेको बेलामा अब भने सुपर खुदी हाइड्रोपावर लिमिटेड कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। यो एउटा हाइड्रोपावर सेक्टरको कम्पनी रहेको छ। यसर्थ आजको यस भिडियोमा हामी यस कम्पनीको आइपिओको बारेमा सम्पूर्ण जानकारी दिनेछौँ। यो कम्पनीले कति आइपिओ निष्कासन गर्दैछ, कसका लागि निष्कासन गर्दैछ, कति रुपैयाँमा निष्कासन गर्दैछ, यस कम्पनीले अहिलेको समयमा आइपिओ निष्कासन गरिरहँदा कम्पनीको इपिएस कति छ, कम्पनीको नेटवर्क कति छ, सो यो अनुसार यो कम्पनी दोस्रो बजारमा कारोबारमा हुँदा ओपनिङ प्राइस कति पाउला जस्ता सम्पूर्ण कुराहरूको बारेमा एकमुष्ट जानकारी दिनेछौँ। त्यसकारण तपाईहरु पनि नयाँ नयाँ कम्पनीको आइपिओको पर्खाइमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि उपयोगी हुनेछ। त्यसैले भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। साथीहरु, कृपया आइपिओ विभिन्न प्रकारको हुने भएकोले आइपिओको बारेमा पूर्ण जानकारी नभई कृपया आइपिओ नभर्नु होला। साथै आइपिओ, एफपिओ र शेयर मार्केट बारे सम्पूर्ण जानकारी एउटै ठाउँबाट हेर्न र सुन्न चाहनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। अब भने ढिला नगरी लागौं विषयवस्तुतर्फ नै। यही महिनाको पुस 22 गतेदेखि आइपिओ निष्कासन गर्न लागेको कम्पनी रहेको छ सुपर खुदी हाइड्रोपावर लिमिटेड कम्पनी। यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय लगानीकर्ताहरूका लागि र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि यही महिनाको पुस 22 गतेदेखि आइपिओ निष्कासन गर्दैछ। यसरी कम्पनीले स्थानीय बासिन्दाहरूका लागि साथै वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि भने मात्र सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ निष्कासन गर्नेछ। यस कम्पनीले केही समय अगाडि मात्र आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। यस कम्पनीले आफ्नो जारी पुँजी 1 अर्ब 55 करोड रुपियाँको 20% हुन आउने 31 करोड रुपियाँ बराबरको 100 रुपियाँका अङ्कित मूल्यका दरले 31 लाख किता आइपिओ निष्कासन गर्नका लागि अनुमति पाएको छ, जसमध्ये 15 करोड 50 लाख रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 15,50,000 किता सेयर आयोजना प्रभावित स्थानीय लगानीकर्ताहरूका लागि निष्कासन गर्दैछ, जसमा 40% अर्थात् 6,20,000 किता सेयर लमजुङ जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। साथै 60%ले हुन आउने 9,20,000 किता सेयर मर्स्याङ्ग्री गाउँपालिका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसरी कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्ने कम्पनीको सेयर सङ्ख्याको 10%ले हुन आउने 1 करोड 15,55 लाख रुपियाँ बराबरको 1,55,000 किता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको लागि निष्कासन गर्दैछ, जसमा 15,500 जना भाग्यशाली लगानीकर्ताहरूले 10 किताको दरले आइपिओ हात पार्न सफल हुनुहुनेछ। कम्पनीमा कम्तीमा 10 किता र बढीमा 25,000 कितासम्मको लागि आइपिओ भर्न सक्ने व्यवस्था रहेको छ। यो कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा कम्तीमा 10 लाखदेखि 12 लाख कितासम्म आइपिओ निष्कासन गर्न सक्ने सम्भावना रहेको छ। यसरी यस कम्पनीको आइपिओ निष्कासन गर्ने आइपिओमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि पुस 22 गतेदेखि पुस 25 गतेसम्म रहेको छ र आवासीय प्रभावित स्थानीय लगानीकर्ताहरूका लागि भने माघ 6 गतेदेखि रहेको छ। कम्पनीले निष्कासन गरिरहेको आइपिओको अहिलेको अवस्थामा इपिएस अर्निङ पर सेयर अर्थात् प्रति सेयर आम्दानी 15.77 पैसा रहेको छ, जुन एकदमै राम्रो मानिन्छ र यस कम्पनीको प्रति सेयर नेटवर्क भने 133.08 रुपियाँ रहेको छ। अब भने साथीहरु, यो कम्पनी सेकेन्डरी मार्केट अर्थात् दोस्रो बजारमा कारोबारमा आउँदा प्रति सेयर रु 133.08 रुपियाँको यसको 3 गुणाले हुन आउने 399.24 रुपियाँसम्मको ओपनिङ प्राइस पाउनेछ। साथीहरु, यसरी यो कम्पनीको एनालाइसिस गर्दा यो कम्पनी राम्रै मानिन्छ। यसर्थ यस कम्पनीको आइपिओ हजुरहरूलाई परिहाल्यो भने राम्रै नाफा कमाउन सक्नुहुनेछ। त्यसैले यस कम्पनीको आइपिओ कृपया नछुटाइकन भर्नुहोला। हस् त साथीहरु, आजको भिडियो यति नै। साथीहरु, यदि तपाईहरु यस कम्पनीको आइपिओ परोस् भन्न चाहनुहुन्छ भने कृपया कमेन्टमा ओम लेखिदिनुहोला। थ्यांक यू फर वाचिङ दिस भिडियो।